कहाँ हिँडेको भाइ हामी किन किन एक्टरहरू भेट्न एक्टर त यत्रो भेट्यो अब गएको छौँ हेरौँ भेटिन्छ कि तर यो केसरहरू आएन यार कहाँ गयो यार यो किशोरहरू अलिक गायब हुनुभयो मेरो प्यारो खलढुङ्गा मेरो प्यारो तपाईँ यहाँ चाहिँ सुन्तला खान किन आएको भन्नु त बदाम खान अर्काको बारीमा बसेर त्यतिखेर कोदो काटेर भर्खर जाँदा त होइन घाममा घाम बाट्छ त सुन्तला बदाम खाएर अनि त्यहाँबाट चाहिँ सुन्तला निस्केर देउराली हुँदै पत्ताले जान्छ राम्रो टिमहरु पनि नाच्नु पर्यो है सबैजना ल है दोस्तै हो यो यताबाट पनि है हजुर यताबाट पनि सबैजना है मेरो प्यारो खलढुङ्गा मेरो प्यारो मेरो नमस्ते जसले फर्काएको छैन त्यसको विद्या नष्ट हुन्छ कसम श्राप दिन्छु म त्यसलाई यो के खिचिरहेछस् भाइ देख्दैन नि यो तलबाट मेरो के आइरहेछ पापी मेरो मुख खिच यो के खिचिरहेछ नि अझै खिचिरहेछ खैर यो क्यामेराम्यान पनि गजबको प्राणी हो क्या अस्ति कोभिडको बेलामा यिनीहरूसँग केही काम थिएन बिचरा घरमै बसिरहेथ्यो बिहा वर्तमानको पुरा काम गर्ने फोटो खिच्ने मान्छेहरू मलामीको फोटो खिचिरहेथ्यो भक्कु पिटायो त्यो बेलामा मलामीको फोटो खिचिरहेको थियो लास्टलाई हेरेर भन्छ स्माइल प्लिज भक्कु पिटाई खैर उहाँहरू चाहिँ त्यहाँ किन बस्नुभएको आउनु भित्र यो पहिलेदेखि क्लासमा लास्ट बेन्चमा बस्ने मान्छेहरू चाहे कि जतिकै फ्री होस् आउँदिनँ म छोडेर खैर रुम्जा टार गजबको ठाउँ रहेछ ल म पहिलोपटक आएको गजबको ठाउँ यो ठाउँ 1 घन्टा पर अर्कै ठाउँ छ यहाँ आयो अर्कै ठाउँ छ म राति हामी जुन ठाउँमा पुग्यौँ हामीलाई चाहिँ टेन्टको व्यवस्था गरेको थियो स्पार्क कारले टेन्टमा सुतेको हामी यस्तो चिसो थियो कि मुखबाट बोली निक्लिँदाखेरि बाफ बनेर ढिक्का ढिक्का खसिरहेको टुङ्गु 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 भगवान कसम राजेशलाई पनि कापिरहनु भएको हो हे भन्ने राजेशलाई त्यस्तो चिसो थियो गजबको चिसो बाप रे बाप त्यहाँ माथि स्लिपिङ ब्यागमा सुतेको म उल्टी फेर्दाखेरि गुल्टिरहेको थियो त्यो स्लिपिङ ब्यागमा सुत्ने अर्कै ट्रेनिङ हुँदो रहेछ
चेन लगाइदियो एउटाले म यस्तो बन्द भइहालेँ। अब न उठ्न सक्छु न कोल्टे फेर्न सक्छु, कोल्टे फेर्छु गुल्टिन्छु। त्यो मेरो साथी छ न विवेक, भर्खर होस्ट के गर्छ नि त्यसले, त्यो त राति जुरुको उठेर पिसाब फेर्न गएको टेन्टै लिएर हिँडिरहेको। Everybody sing with me, please. सबैले चाहिँ नेपालको पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्म विभिन्न रमणीय क्षेत्रहरूलाई चाहिँ पर्यटकीय स्थलको चाहिँ आकर्षणको बिन्दु बनाउन सकेका छौँ त, त्यो एउटा ठुलो प्रश्न चाहिँ गर्नुहुन्छ। प्रायः जसो पर्यटकहरू नेपाल आउनुहुन्छ, उहाँहरू खालि कि काठमाडौँ कि चितवन कि पोखरामा सीमित रहनुहुन्छ। कोही व्यक्तिहरू अलिकति चाहिँ ट्रेकिङ जानुहुन्छ होला, तर सम्पूर्ण अन्य नेपालको क्षेत्रको सुन्दरताबाट र पर्यटकीय क्षेत्रबाट आकर्षित क्षेत्रबाट चाहिँ उहाँहरू जहिले पनि वञ्चित हुनुहुन्छ। रुम्जाटाको स्थानमा पर्दछ, हामी हिजो गयौँ ओखलढुङ्गा, यो पनि त्यही क्षेत्रमा पर्दछ। त्यही हितलाई मध्यनजर गरेर चाहिँ यो एडभेन्चरस ट्रिप जुन हामीले गरेका छौँ गेटवे टु सगरमाथा भनेर, यसको मूलभूत उद्देश्य यही नै हो। नेपालमा विभिन्न क्षेत्रमा, विभिन्न स्थानमा, विभिन्न दिशामा पर्यटकीय रूपले चाहिँ आकर्षित क्षेत्रहरू छ र त्यो क्षेत्रहरूलाई उजागर गर्ने कर्तव्य हाम्रो हो। किनकि पर्यटकीय राष्ट्रले यदि आफ्नो क्षेत्रलाई बेच्न सकेन भने पर्यटकहरू आकर्षित हुनुहुन्छ। सर्वप्रथम त हामी आफ्नो क्षेत्रबाट पहिला गर्व गर्नु पर्यो, त्यसमा हाम्रो सानो दिनलाई गर्न सक्छौँ। किनकि हामी प्रत्येक नेपालीको हाम्रो उत्तरदायित्व भनेको आफ्नो राष्ट्र, आफ्नो स्थान, आफ्नो जन्मस्थल। लमजुङमा हामी भुजुङमा सँगै थियौँ, तर we missed him and सैलुङमा पनि त्यत्तिकै राम्रो भएको थियो र आज फेरि हामी यहाँ छौँ।